ज्ञान अधुरो हुन्छ, ज्ञान बिना विवेक अधुरो हुन्छ र विवेक बिना जीवन अधुरो हुन्छ। द्रोणाचार्य र कृष्ण बिना अर्जुन अर्जुन हुने थिएन। विश्वामित्र बिना राम भगवान राम हुने थिएन। बिना त्याग र तपस्या सिद्धार्थ गौतम गौतम बुद्ध हुने थिएन। अनि हाम्रा माता पिता र गुरु बिना जो आजको हामी छौं त्यो हामी हुने थिएनौं। नमस्कार साथीहरू, आज यो गुरु पूर्णिमाको विशेष दिनमा चर्चा गरौँ गुरु महिमाकै। सर्वप्रथम त यो सुन्दर संसारमा मलाई जन्म दिएर यो सुन्दर दुनियाँ देखाउने मेरो जीवनको पहिलो गुरु मेरा मातापिता र मलाई सधैँ शिक्षा प्रदान गर्नुहुने मेरा सम्पूर्ण गुरुहरू, जसले अज्ञानताबाट ज्ञानको ज्योतितर्फ सही मार्ग निर्देश गर्नुभयो। सही र गलत छुट्याई सहीलाई आत्मसात गर्न सिकाउनुभयो। आफ्नो क्षमता चिन्न र विकास गर्न सहयोग गर्नुभयो। यहाँहरूले दिनुभएको यो अमूल्य ज्ञान र मार्ग निर्देशनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यहाँहरूमा यो गुरु पूर्णिमाको विशेष दिनमा हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यसरी नै भनिन्छ नि, टाइम इज द हिलर, वेट फर द राइट टाइम विल कम। धैर्य गर, सही समयको प्रतीक्षा गर। आज दुःख र पीडा भए पनि भोलि खुसी छाउनेछ। समयले सबै कुरा ठीक गरिदिनेछ। हो, मनमा सधैँ आशा जगाइरहने, अदृश्य रूपमा बिना आवाज निर्देशन दिइरहने, जिन्दगीको हरेक परिस्थितिमा परिस्थिति अनुसार चल्न र जीवन चलाउन सिकाइरहने हाम्रो जिन्दगीको अर्को महान गुरु समयप्रति पनि उच्च सम्मान छ। ज्ञान, सफलता र आत्मविश्वासका लागि गुरुको स्थान अत्यन्त महत्त्वपूर्ण हुन्छ। गुरु बिना सरल र सहज रूपमा सम्पन्न गर्न सकिने कार्य पनि कठिन र झन्झटिलो हुन जान्छ। त्यसैले सफल जीवनको लागि गुरुको मार्ग निर्देशन सधैँ महत्त्वपूर्ण हुन्छ। त्यसैले सधैँ गुरुको सम्मान गरौँ। जीवनमा सफलता प्राप्तिको लागि व्यक्तिमा क्षमता, प्रतिभा, मेहनत, अनुशासनको साथसाथै गुरुको मार्ग निर्देशन पनि अपरिहार्य हुन्छ। यसै सम्बन्धमा गुरुको महत्त्व सम्बन्धी यो एउटा छोटो मिठो कथा सुनौँ है त। हाम्रो जीवनमा गुरुको आवश्यकता किन पर्दछ भन्ने कुरालाई यो कथाले पुष्टि गर्नेछ। एकजना शिष्यले आफ्नो गुरुलाई सोध्यो, गुरुदेव, यदि ज्ञान पुस्तकमा लेखिएको छ भने फेरि गुरु किन चाहिन्छ हामीलाई? गुरु मुस्कुराउनुभयो र मुस्कुराउँदै भन्नुभयो, रात परिसकेको थियो। उहाँले एउटा सानो दीपक दियो बालेर शिष्यलाई दिनुभयो र भन्नुभयो, अब यो दीपक लिएर यो जङ्गल तिमी एक्लैले पार गर। शिष्य उक्त बलेको दीपक साथमा लिई जङ्गल पार गर्दै थिए। केही पर पुगेपछि दीपक निभ्यो। दीपक निभेपछि चारैतिर अन्धकार भयो। शिष्य आत्तियो, डरायो र उसले बाटो पनि बिर्सियो। त्यसपछि दौडदै पुनः गुरु सामु नै आइपुग्यो। त्यसपछि गुरुले फेरि दीपक बाल्दै भन्नुभयो, दीपक
तिम्रो हातमा थियो, तर त्यसलाई बाल्ने र बाटो देखाउने व्यक्ति चाहिन्थ्यो। हो, त्यस्तै ज्ञान पुस्तकमा हुन्छ, तर त्यसलाई जीवनमा कसरी प्रयोग गर्ने भन्ने कुरा गुरुले सिकाउँदछन्।